आज बिहान बिहान उठेर हेरेको हाम्रो घर त यति धेरै रातो रातो कार्ड रहेछ है। के को कार्ड हो भनेर हेरेको त शुभ विवाह पो लेखेरहेछ होइन। अनि हाम्रो चाहिँ फेरि यत्रो धेरै कार्ड कसले ल्याएर छोडिदियो भनेको त मैदानबाट कसले हो पठाइदिनु रहेछ बाँडिदिने भनेर। अनि जम्मी हेरेर गनेको 14-15वटा पो रहेछ। अनि फेरि कार्ड बाँडेर म घर आएको भएर चाहिँ बाह्रो काट्नु रहेछ। बाह्रो काट्ने भन्नु त भन्नु थियो, यहाँ त भूतलाई पनि सकिहालेँ। म फेरि दाउ लिन गएको, दाउ त पुरा खतरा के मजा गरौँ होइन। यसो छोए काट्ला जस्तो के भोपाल खतरा रहेछ। म यहाँ दाउ निकाल्दा त बाह्रो त यहाँ चिरिकच्याट भइसकेको रहेछ गाइज। अनि बाह्रा चाहिँ यहाँ फेरि कहिले नलाएर होला पुरा यहाँ पानी हालेर टिलिक्कै टल्किरहेको थियो। शरीर त टल्किरहेको थियो होइन, तर टाउको चाहिँ लास्ट कालो भइरहेको रहेछ किनकि बाबाले यहाँ यस्तो टाउको पोल्न लाम्बा रहेछ के। टाउको कोर्दा आइछ त बाबा यहाँ खरान आउनु पर्यो भनेर आएको खतरा रातो भइदिएर। अनि त्यसपछि काटकुट गरेर हामी चाहिँ भुटुवा हान्लाम होइन। अनि भुटुवा चाहिँ खतरा मिठो भएको थियो कि एक घाँस हालेको बगल पिरो पनि आइरहेको थियो होइन। हामीले चाहिँ बाह्रो ठ्याक्क टाइममा काटेर रहेछौँ कि किन भन्नु न, ठ्याक्क बाह्रो काटेर भ्याएर भुटुवा हान्लाको त पानी दर्र आइदिइरहेको के। अनि आजको भिडियो नि यति रह्यो। थ्याङ्क यू फर वाचिङ, बाई।